बास्केटबल एसोसिएसन अफ सिक्किम जुन चाहिँ अब पहिला त के एउटा नाम निशान पनि थिएन हाम्रो बास्केटबल एसोसिएसनको है। योपालि अब धेरै हाइप भएर गएको छ, धेरैजनाले है सोचिरहेको छ। पहिला त होइन क्यास प्राइज पनि हुन्थेन भनेर कतिवटा टुर्नामेन्टमा सुनेको थियो, तर यसपालि हामी आफै गरेर है आफै इनिसिएटिभ लिएर हाम्रो जुन चाहिँ बासको मेम्बर्सहरू छ है हामी दिनरात खटेर यसो गरेर यसपालि हामीले बोइज एन्ड गर्ल्सलाई हामीले राम्रो अमाउन्ट है एन्डसम्म राम्रै दिने कोसिसमै छ र हामीले योपालि राम्रै दिन्छ पनि है। तर अब हामीले एक्ज्याक्ट भन्नु सकेको छैन आज यो त्यो भनेर, तर हामीले जुन चाहिँ दिन्छ हामी राम्रै दिने होला छौँ। र हाम्रो जुन चाहिँ हामीले मेन्स र वुमेन्स मात्रै होइन, गर्ल्स र बोइज मात्रै होइन, हामीले ओपन टुर्नामेन्ट योपालि हामीले स्कुलको पनि राखेको छौँ है। र जुन चाहिँ हाम्रो यो बास्केटबलको अब कोर्टको हेर्दाखेरि है स्थितिहरू हेर्दाखेरि अब यो सक्ने बित्तिकै हामी एउटा रेनोभेसनको लागि है एउटा प्रपोजल पनि चढाउनेवाला छ र हामी बास्केटबल कोर्टलाई अपग्रेड गरेर है बास्केटबललाई हामी अघि लाने एकदमै हामी एउटा टिम हामी मनबाट सोचेर हामी काम गर्छु भनेर हामीले सोचेको छ हाम्रो भाइ बहिनीको लागि। बासको एक्जिक्युटिभ मेम्बर्सहरू छ, जुन चाहिँ मेम्बर्सहरू छ प्रेसिडेन्टहरू लगायत है जेनरल सेक्रेटरीदेखि लिएर हाम्रो सम्पूर्ण ट्रेजरहरू सबैलाई मलाई चिफ प्याटर्न बनाइदिएकोमा आन्टिकीदेबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसपालिको टुर्नामेन्ट है हामीले जुन चाहिँ यो सिक्किम स्टेट्स ओपन गरिरहेको छ है यो भव्य साथले हामीले यहाँ पार्टी स्टेडियम र पिएनजीको कोर्टमा पनि गरिरहेको छ र धेरैवटा स्टेटबाट टिमहरू जोइन गरेर है नेपालहरूबाट है विभिन्न कन्ट्रीबाट पनि आएर गरिरहेको छ र आसामबाट पनि आएर गरिरहेको छ र धेरैवटा टिम जोइन गरेर यसरी है अब हामी पनि एउटा जुन चाहिँ बास्केटबललाई छ त्यसलाई है हामी नेक्स्ट लेभल लिएर जाउँ भनेर सोच विचार गरेर आजको दिनमा हाम्रो धेरै पार्टिसिपेट गरिरहेको छ यहाँ भाइ बहिनीहरूले है। र यसरी बासले है हामी मिलेर अब अझै फ्युचरमा पनि अझै ठुलो ठुलो इभेन्ट गर्दै हामी यहाँ मात्रै होइन हामी छवटा डिस्ट्रिक्टमा गएर है हामी छवटा डिस्ट्रिक्टमा गएर टुर्नामेन्ट गरौँ भनेर यही सोच हामीले राखिरहेको छौँ कि डिस्ट्रिक्ट टुर्नामेन्ट गर्ने एउटा लिग खेलाएर लास्टमा स्टेट्स ओपनमा बेस्ट डिस्ट्रिक्टबाट है दुईवटा टिम हुन्छ कि अब त्यो हामी बसेर डिसाइड गरेर त्यसरी गरेर हामी त्यसरी लिएर है यो बास्केटबललाई अघि बढाउँ भनेर हाम्रो सोच छ। र यसपालिको यो टुर्नामेन्टको है फाइनलको दिन विनर अप र रनर अपलाई है के कस्तो प्राइज मनी रहेको छ है त्यसको योपालि हामीले है जुन चाहिँ हेर्नुहोस् बास्केटबल एसोसिएसन अफ सिक्किम जुन चाहिँ अब पहिला त के एउटा नाम निशान पनि थिएन हाम्रो बास्केटबल एसोसिएसनको है। योपालि अब धेरै हाइप भएर गएको छ, धेरैजनाले है सोचिरहेको छ। पहिला त होइन क्यास प्राइज पनि हुन्थेन भनेर कतिवटा टुर्नामेन्टमा सुनेको थियो, तर यसपालि हामी आफै गरेर है आफै इनिसिएटिभ लिएर हाम्रो जुन चाहिँ बासको मेम्बर्सहरू छ है हामी दिनरात खटेर यसो गरेर यसपालि हामीले बोइज एन्ड गर्ल्सलाई हामीले राम्रो अमाउन्ट है एन्डसम्म राम्रै दिने कोसिसमै छ र हामीले योपालि राम्रै दिन्छ पनि है। तर अब हामीले एक्ज्याक्ट भन्नु सकेको छैन आज यो त्यो भनेर, तर हामीले जुन चाहिँ दिन्छ हामी राम्रै दिने होला छौँ। र हाम्रो जुन चाहिँ हामीले मेन्स र वुमेन्स मात्रै होइन, गर्ल्स र बोइज मात्रै होइन, हामीले ओपन टुर्नामेन्ट योपालि हामीले स्कुलको पनि राखेको छौँ है। सम्पूर्ण स्कुलहरू जोइन गरेर यहाँ पार्टिसिपेट गरिरहेको छ र नेक्स्ट टाइमदेखि हामी है बाहिरको स्कुलहरूलाई पनि बोलाएर है इन्डियाको विभिन्न स्टेटको स्कुलहरूलाई पनि बोलाएर ओपन गरेर हामी ठुलो पाराले गर्नेवाला छौँ। र जुन चाहिँ हाम्रो यो बास्केटबलको अब कोर्टको हेर्दाखेरि है स्थितिहरू हेर्दाखेरि अब यो सक्ने बित्तिकै हामी एउटा रेनोभेसनको लागि है एउटा प्रपोजल पनि चढाउनेवाला छौँ र हामी बास्केटबल कोर्टलाई अपग्रेड गरेर है बास्केटबललाई हामी अघि लाने एकदमै हामी एउटा टिम हामी मनबाट सोचेर हामी काम गर्छु भनेर हामीले सोचेको छ हाम्रो भाइ बहिनीको लागि। र यसो यो 4 दिनको जुन बास्केटबल टुर्नामेन्ट रहेको छ है हामीले सुन्नुमा आयो कि जुन फाइनलको दिन है मुख्यमन्त्री सरको पनि यसमा है मुख्य भूमिका रहने छ है के कसो हो यसको विषयमा पनि हामीलाई जानकारी। हाम्रो के थियो भने हाम्रो है मुख्यमन्त्री श्रीमान पिएस गोले साहब त उहाँ त आउनै हुन्थ्यो है। उहाँको एउटा बिजी सेड्युलको कारणले गर्दा है आज उहाँ एउटा बाहिर जानुभएको छ है एउटा मिटिङको कारणले गर्दाखेरि, त्यस कारण उहाँ 12 तारिक 12मा मात्रै उहाँ ब्याक हुने कुरा सुन्दैछु है। 12 दिनमा आएर मात्रै ब्याक हुने कुरा छ, त्यसले गर्दाखेरि है उहाँलाई हामीले निम्तो त दिएको थियौँ, तर उहाँ नभ्याएको कारणले गर्दाखेरि है उहाँको बिजी सेड्युलको भएको कारणले गर्दाखेरि। तर के छैन हाम्रो स्पोर्ट्स डिपार्टमेन्टका मन्त्री श्री राजुबहादुर सर आउनुहुँदैछ त्यो दिन है। तर हामीले जुन चाहिँ पाराले योपालि स्पोर्ट्स यसरी गरेर अघि बढाउँदैछौँ है यो
हाम्रो गाइडेन्स है हामीलाई डाइरेक्सन है हाम्रो अनरेबल सिएम श्रीमान PS गोले साहबले दिएरखेरि भएको र यो क्षेत्र बास्केटबलमा मात्रै होइन हरेक स्पोर्ट्समा है फुटबल क्रिकेट होस् या जे होस् या कलाकारहरूको जे प्रोग्राम पनि होस् है जे कुरामा पनि उहाँलाई सपोर्ट गरेर है अघि बढ्ने हाम्रो भाइ बहिनीहरूलाई निर्देशन हामीहरूलाई निर्देशन दिइरहेको छ कि उहाँलाई राम्रो प्लेटफर्ममा राम्रो बाटोमा लानुपर्छ भनेर। सर एज अ युथ आइकन है युथहरूलाई के तपाईँ एउटा मोटिभ मेसेज दिन चाहनुहुन्छ? म सम्पूर्ण युथलाई यो भन्न चाहन्छु कि है जुन चाहिँ हाम्रो आजको दिनमा है हाम्रो युवाहरू भाइ बहिनीहरूले यस्तो स्पोर्ट्सहरूतिर राम्रो बाटोहरू लाग्दाखेरि है हामी जहिले सपोर्ट गर्ने गर्छौँ र हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान PS गोले साहबले पनि हमेसा सपोर्ट गर्छ र उहाँले जुन चाहिँ है कतिवटा भाइ बहिनीहरू बाहिर नेसनल इन्टरनेसनल खेल्नु जाँदाखेरि है मेरोमा पनि आएर एउटा है सपोर्ट गरिदिनु भनेर आउँछ तर हामी हमेसा नभनी है स्पोर्ट्सम्यानहरूलाई केही नभनी हामी हमेसा सपोर्ट गरिरहेको छौँ गर्छौँ पनि र फ्युचरमा गर्नेवाला पनि छौँ किनभने एउटा स्पोर्ट्स भनेकै एउटा अब यस्तो चिज हो कि हाम्रो भाइ बहिनीहरूलाई एउटा राम्रो प्लेटफर्म दिने हो किनभने भोलिको दिनमा नसाको लततिर नलागोस् यताउता है एउटा गाइडेन्सै नभएको जस्तो नहोस् भनेर तर आजको दिनमा हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान PS गोले साहबले हमेसा सबै स्पोर्ट्सम्यानलाई सबै फुटबलको क्षेत्रमा होस् या क्रिकेटको होस् या बास्केटबल होस् टेबल टेनिस होस् ब्याडमिन्टन होस् सबै प्लस सिक्किम आइडलको है हाम्रो कलाकारहरूलाई सबैलाई समेटेर उहाँले है एउटा यसरी अघि लाने काम गरिरहेको छ र त्यसको लागि म सम्माननीय मुख्यमन्त्री श्रीमान PS गोले साहबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सर जुन यो टुर्नामेन्टको है जेनरल पब्लिकहरूलाई के तपाईँ इन्भिटेसन के मेसेज एउटा दिन चाहनुहुन्छ? म सम्पूर्ण जेनरल हाम्रो है पब्लिक माने दाजुभाइ दिदीबहिनी सबैलाई भन्न चाहन्छु कि आएर है हाम्रो 11 तारिक यहाँ फाइनल छ आएर जो हेर्नु चाहनुहुन्छ हामी पाल्टो स्टेडियममा 11 तारिक फाइनल हुँदैछ र नेपालको पनि धेरैवटा टिम आएको छ र धेरैवटा स्टेटबाट आएको छ र एकदमै राम्रो हुँदैछ तपाईँहरू जो आउनु मन छ आएर हेर्दा हुन्छ है हाम्रो यो टिकट सिस्टम होइन हामीलाई एउटा फ्री गेम हो है तपाईँहरू आएर हेरेर है हाम्रो भाइ बहिनीहरूलाई इन्करेज गरेर सपोर्ट गरिदिनु लागि आइदिनुहोस् भन्न चाहन्छु।